नमस्ते। कुनै पनि देशको अर्थतन्त्रको मुटु भनेको त्यसको केन्द्रीय ब्याङ्क हो। नेपालमा त्यो संस्था हो नेपाल राष्ट्र ब्याङ्क। तर यसलाई चलाउने नियमहरू के छन् त? आज हामी त्यही आधारभूत कानून नेपाल राष्ट्र ब्याङ्क ऐन 2058लाई एकदमै सरल शब्दमा बुझ्ने कोसिस गर्नेछौँ। ल सुरु गरौँ है त। यो ऐन जुन सन् 2002मा आएको थियो, यसले नेपाल राष्ट्र ब्याङ्कलाई देशको केन्द्रीय ब्याङ्कको रूपमा स्थापित गर्यो। तर यो एउटा सामान्य कानून मात्रै होइन है, यो त हाम्रो देशको पूरै आर्थिक प्रणालीको भनौँ न एउटा नक्सा हो, देशको आर्थिक मेरुदण्डको ब्लुप्रिन्ट नै हो। त्यसो भए एउटा प्रश्न त उठ्छ नै, देशको यो सबैभन्दा शक्तिशाली ब्याङ्कले आखिर गर्छ के त? र अझ महत्त्वपूर्ण कुरा, यसले हाम्रो दैनिक जीवनमा कसरी असर पार्छ? आउनुहोस् यसका उद्देश्यहरूलाई अलिक गहिराईमा गएर हेरौँ। ल, सबैभन्दा पहिले त यो ऐनले ब्याङ्क किन चाहियो, किन यो अस्तित्वमा छ भन्ने कुरालाई छर्लङ्ग पार्छ। आउनुहोस् यसको खास उद्देश्य र कानूनी हैसियत के रहेछ त्यो हेरौँ। ऐनको प्रस्तावना अर्थात् सुरुवातमै यसको मुख्य लक्ष्य स्पष्ट पारिएको छ, मूल्य र भुक्तानी सन्तुलनको स्थिरता कायम गर्ने। एकदमै सरल भाषामा भन्नुपर्दा यसको काम भनेको बजारमा सामानको भाउलाई अनियन्त्रित रूपमा बढ्न नदिने र देशको अर्थतन्त्रलाई ठूला झट्काबाट जोगाएर बलियो बनाइराख्नु हो। यो ऐनले राष्ट्र ब्याङ्कलाई एउटा स्वायत्त संस्था बनाएको छ। अब यसको मतलब के हो त? यसको मतलब हो यसलाई राजनीतिक वा अरू कुनै पनि बाहिरी दबावबाट मुक्त भएर स्वतन्त्र रूपमा काम गर्ने अधिकार दिएको छ। यस्तो स्वतन्त्रताले नै ब्याङ्कलाई देशको दीर्घकालीन आर्थिक हितमा ध्यान दिएर कठोर निर्णयहरू लिन सक्ने बनाउँछ। ल, स्वतन्त्रताको कुरा त भयो, तर यसले हासिल गर्नुपर्ने खास लक्ष्यहरू चाहिँ के हुन् त? ऐनले यसलाई कुन काममा केन्द्रित हुन निर्देशन दिएको छ? ब्याङ्कका मुख्य उद्देश्यहरू यस्ता छन्। पहिलो, मौद्रिक नीति बनाउने, जसले हामीले लिने ऋणको ब्याज दर कति हुने भन्ने जस्ता कुराहरू तय गर्छ। दोस्रो, आर्थिक स्थायित्व कायम गर्ने, ताकि बजारमा अचानक ठूलो उथलपुथल नआओस्। तेस्रो, ब्याङ्किङ प्रणालीमा आम मानिसको विश्वास बढाउने, ताकि हामीले दुःखले कमाएको पैसा ब्याङ्कमा सुरक्षित छ भन्नेमा ढुक्क हुन सकियोस्। र चौथो, सरकारका आर्थिक नीतिहरूलाई सहयोग गर्ने। यी सबैको अन्तिम लक्ष्य एउटै हो, एउटा बलियो र स्थिर अर्थतन्त्र। अब यति ठूलो लक्ष्य पूरा गर्नका लागि ब्याङ्कलाई के कस्ता अधिकार र उपकरणहरू दिएको छ त? र त्योभन्दा पनि महत्त्वपूर्ण, यसले के गर्न चाहिँ पाउँदैन? आउनुहोस् यसको अधिकार र सीमाबारे कुरा गरौँ। आउनुहोस् यसका केही मुख्य कामहरूलाई हेरौँ। पहिलो, हामीले बोक्ने नोट र सिक्का छाप्ने एकमात्र अधिकार राष्ट्र ब्याङ्कसँग मात्रै छ। दोस्रो, यसले देशको विदेशी मुद्रा र सुनको भण्डारलाई सुरक्षित राख्छ। तेस्रो, यो सरकारको आफ्नै ब्याङ्क हो। र चौथो, यो अन्तिम ऋणदाता हो, अर्थात् जब कुनै ब्याङ्क आर्थिक सङ्कटमा पर्छ, राष्ट्र ब्याङ्कले नै अन्तिम सहारा दिएर त्यसलाई डुब्नबाट बचाउँछ। ब्याङ्कको अधिकार र सीमा बीचको सन्तुलन निकै रोचक छ। एकातिर यसले अरू ब्याङ्कहरूलाई लाइसेन्स दिने र मौद्रिक नीति बनाउने जस्ता शक्तिशाली कामहरू गर्छ, तर अर्कोतिर यसलाई सिधै ऋण दिन, कुनै कम्पनीको सेयर किन्न वा व्यापार गर्नबाटै रोक लगाइएको छ। किन होला? ताकि यो नाफा कमाउने होडबाट टाढा रहोस् र आफ्नो मुख्य काम अर्थात् समग्र अर्थतन्त्रको स्थायित्वमा मात्र ध्यान केन्द्रित गर्न सकोस्। यति धेरै अधिकार र जिम्मेवारी भएको संस्था आखिर चलाउँछ कसले त? अब यसको नेतृत्व र निर्णय प्रक्रियाबारे हेरौँ। ब्याङ्कका सबैभन्दा ठूला निर्णयहरू सञ्चालक समितिले लिन्छ, जसको अध्यक्षता गभर्नरले गर्नुहुन्छ। समितिमा अर्थ मन्त्रालयका सचिवदेखि लिएर सरकारले नियुक्त गरेका स्वतन्त्र विज्ञहरूसम्म हुन्छन्। यो बनावट हेर्दा के देखिन्छ भने यसले सरकारी दृष्टिकोण र स्वतन्त्र विशेषज्ञता बीच एउटा सन्तुलन मिलाउन खोजेको छ। अनि यो सञ्चालक समितिको नेतृत्व गर्ने व्यक्ति हुनुहुन्छ गभर्नर, जो ब्याङ्कको प्रमुख कार्यकारी पनि हो। उहाँको नियुक्ति नेपाल सरकारले गर्छ र ब्याङ्कको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी उहाँकै काँधमा हुन्छ। गभर्नरको भूमिका निकै शक्तिशाली हुन्छ। सञ्चालक समितिका निर्णयहरू लागू गर्नेदेखि लिएर ब्याज दर कता लैजाने भन्ने नीति बनाउने र देशका सबै ब्याङ्कहरूको निगरानी गर्नेसम्मको जिम्मेवारी उहाँकै हुन्छ। भन्नुको मतलब के हो भने देशको आर्थिक जहाजको कप्तान नै गभर्नर हुन्। केन्द्रीय ब्याङ्कलाई अरू सबै ब्याङ्क र संस्थाहरूभन्दा माथि केले राख्छ त? आउनुहोस् यसको अद्वितीय कानूनी र वित्तीय हैसियतबारे चर्चा गरौँ।
राष्ट्र बैंकलाई केही विशेष सुविधाहरू पनि दिइएको छ, जस्तै यसले कुनै पनि प्रकारको कर तिर्नु पर्दैन र यसका कागजातहरूमा टिकट दस्तुर पनि लाग्दैन। यी सुविधाहरूले यसलाई नाफाघाटाको चिन्ताबाट मुक्त राखेर यसको स्वतन्त्रता र सार्वजनिक कार्यलाई थप बलियो बनाउँछ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, देशमा केन्द्रीय बैंक जम्मा एउटा मात्र हुन्छ। यो एक अद्वितीय संस्था हो जसको भूमिका अरू कसैले लिन सक्दैन। यसले देशको सम्पूर्ण वित्तीय प्रणालीलाई एउटै लयमा बाँधेर राख्ने काम गर्छ। त्यसो भए समग्रमा हेर्दा नेपाल राष्ट्र बैंक ऐनले आर्थिक स्थायित्वका लागि एउटा शक्तिशाली र स्वतन्त्र संस्थाको परिकल्पना गरेको छ। तर यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि खडा गर्छ। स्थायित्वका लागि बनाइएको यस्तो संस्थाको स्वतन्त्रताले वास्तवमा राष्ट्रको भविष्यलाई कसरी आकार दिन्छ? यो साँच्चै विचारणीय कुरा हो।